आज बिहान चाहिँ मैले यो बाटो हिँड्ने क्रममा हैन सर्पहरू यसरी चाहिँ पुरा बटाइरहेको देखेको थिएँ हैन। यो चाहिँ भाग्यमानीले मात्रै यो यसरी देख्न पाइन्छ अरे हैन। यदि तपाईहरु पनि भाग्यमानी हुनुहुन्छ त्यसैले गर्दाखेरि यो सर्प देखिराख्नु भएको छ हैन। यो चाहिँ पुरा हैन सर्पहरू चाहिँ पुरा डोरी जस्तो बटारिँदो रहेछ हैन। एक आपसमा पुरै म त यो पुरा बाजे होला भनेको बाज्दैन रहेछ हैन। टोकाटोक पनि गर्दैन हैन। तर पुरै चाहिँ अब एक आपसमा डोरी जस्तो बटारेर बसिरहेको थियो है। हेर्नु त तपाईहरुले पनि देखिराख्नु भएको छ यो सर्पहरू है। पुरै यहाँबाट चाहिँ पुरा डोरी जस्तो बटाइरहेको छ हैन। मैले चाहिँ यो छेउबाट यहाँ मतलब चाहिँ डिल माथिबाट यो भिडियो खिचेको है। एकदम नजिकबाट भिडियो खिचिरहेको छु हैन। तर डिल माथि भएर हो। हेर्नु त कस्तो डर लाग्दो सर्प हैन। हैन एकदम भाग्यमानले मात्रै देख्ने अरे क्या यस्तो खालको सर्प चाहिँ है। तपाईहरु पनि यस्तो सर्पहरू देख्नु भएको छैन भने हैन यो मज्जाले हेर्नु होला है। तपाईहरु पनि भाग्यमानी भन्नु भने तपाईहरुको मोबाइलको स्क्रिनमा आएको छ भने प्लिज लाइक र कमेन्ट चाहिँ गर्नु न हैन। यो चाहिँ पुरा नाग देवता भन्छ हैन। हेर्नु त कसरी चाहिँ हैन पुरै बटाइरहेछ पुरै हैन। यस्तो बजाबले पुरै यो त ओ माइ गॉड है। आज बिहान ठ्याक्कै 9 बजेतिर म पसलबाट खाना खान जाने बेलामा टक्क बाटोमा देख्या हो है। बाटो भन्दा नि बाटोदेखि मुनतिरपट्टि पुरै चाहिँ यो यस्तो बटारेर बसिरहेको थियो है। हेर्नु त फेरि एकै सेम साइजको एउटै छ हैन। एउटा चाहिँ कालो एउटा चाहिँ हल्का कस्तो भने हल्का ब्राउन टाइपको कालो पनि हैन। कस्तो डर लाग्छ हेर्नु त। ओ माइ गॉड हेर्नुस् त है। यस्तो खतरा छ है त गाइस।